यसलाई धेरैले अक्सिजन प्लान्ट पनि भन्छन्। यो झारै हो हुन चाहिँ जङ्गलतिरैबाट आएको हुन त सबै खालका बिरुवाहरू हाम्रा गमलामा आएका बिरुवाहरू जङ्गलबाटै आएका हुन्। यो बिरुवालाई चाहिँ हामी स्पाइडर प्लान्ट पनि भन्छौँ। यो बिरुवा निकै राम्रो देखिन्छ। यदि तपाईँ प्लान्ट लभर हो भने घरमा स्पाइडर प्लान्ट चाहिँ हुनैपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरोमा थुप्रै गमलाहरूमा अनि ह्याङ्गिङ पटहरूमा केही बोतलहरूमा यो झुन्डिएको छ, रोपेको छु। यो निकै राम्रो देखिन्छ। सानो सानो सेता सेता फुल पनि फुल्छ। सेतो फुल फुल्ने बिरुवा मलाई एकदमै राम्रो लाग्छ। हुन त फुल सबै खालका राम्रो नै हुन्छ, सेतो अलि विशेष छ। यो बिरुवा घरमा हावा सँगसँगै झुलिराख्दा निकै सुन्दर राम्रो देखिन्छ। आज मसँग यहाँ एउटा बिरुवा चाहिँ उखेलेर, थुप्रै बिरुवा छ मसँग, उखेलेर चाहिँ यसलाई म सिसामा राख्दैछु। त्यही प्रोसेसहरू यहाँलाई म देखाउँदैछु। यो माटोमा पनि मजाले सर्छ, पानीमै पनि सर्छ। यो बिरुवा सार्नलाई, रोप्नलाई त्यति गाह्रो छैन, चाँडै हुर्किन्छ, एकदमै चाँडै सरिहाल्छ यो बिरुवा। यसलाई सानोतिनो बोन्साई बनाएर पनि राख्न सकिन्छ। यसलाई पानी चाहिँ अलि धेरै चाहिन्छ, डुबाएर राखे पनि केही फरक पर्दैन।